सम्मान्य सभामुख महोदय, खर्च कटौतीको प्रस्ताव प्रस्तुत गर्नुभन्दा पहिले म यो संसदमा उठेको गम्भीर प्रश्नको समाधान नगरी अवरोध र विरोधको बीचमा त्यसको व्यवस्था गर्दै यो सदन चलाउनु बरु दुःखद कुरा हो। यसप्रति म दुःख व्यक्त गर्न चाहन्छु। समस्याको समाधान गर्न हामी किन सक्दैनौँ? नेतृत्वको काम भनेको समस्याको समाधान गर्ने हो। समाधान गर्नेतिर हाम्रो चासो र चिन्ता छैन। त्यसकारणले यस्तो संस्कार, यस्तो संस्कृति हामीले बसाल्नु हुँदैन। यसको तत्काल समाधान खोज्नुपर्छ भन्ने कुरा राख्न चाहन्छु। र सभामुख महोदय, म दुःखका साथ भन्न चाहन्छु, बजेट वक्तव्यमा हतार गरेर हामीलाई बोल्न नदिएर संसदको अधिकार, सांसदहरूको अधिकार समेत कटौती हुने गरी हतारमा जो त्यसलाई टुङ्ग्याइयो त्यसप्रति पनि म दुःख व्यक्त गर्न चाहन्छु। वार्षिक कार्यक्रम हो, वर्षभरिलाई कार्यान्वयन हुने कार्यक्रममा संसदहरूले आफ्नो कुरा राख्न नपाउने हो भने के अर्थ छ? हाम्रो अर्थ के? हाम्रो अधिकार किन कटौती गरियो? यसप्रति मेरो आपत्ति छ। म आपत्ति जनाउन चाहन्छु। र तेस्रो कुरामा के भन्न चाहन्छु भने विश्वयुद्धको सङ्घारमा आज विश्वयुद्धको सङ्घारमा गएको छ, तेस्रो विश्वयुद्धको सङ्घारमा गइरहेको छ। यस्तो अवस्थामा हाम्रा लाखौँ नेपालीहरू मध्यपूर्वमा हुनुहुन्छ, श्रमिकहरू, उहाँहरूको सुरक्षाको लागि नेपाल सरकारले के कदम चाल्दैछ? गम्भीर हुनुपर्ने आवश्यकता छ। र मैले यही रोस्टमबाट भनेको थिएँ 1 वर्ष पहिला, परिस्थिति त्यहाँ पुग्ने अवस्था छ। त्यसको लागि हामी यहाँको उत्पादनतिर, हामी आफ्नो रोजगारीतिर, सिर्जना गर्नेतिर हामी यति बेलैमा छलफल गरौँ भनेर मैले यही रोस्टमबाट भनेको कुरा स्मरण गराउन चाहन्छु। त्यो त हामीले गरिनौँ। अब उनको सुरक्षाको बारेमा हामी के गर्छौँ? सरकारले के गर्छ? यो धेरै गम्भीर प्रश्न छ। त्यहाँ 40औं लाख नेपालीहरू हुनुहुन्छ। भोलि त्यो युद्ध फैलिँदा, चर्किँदा फिर्ता कसरी ल्याउँछौँ? सुरक्षा कसरी गर्छौँ? रोजगारी कसरी दिन्छौँ? हामी खाना कसरी दिन्छौँ? धेरै गम्भीर विषय छ। अब बजेटको बारेमा म केही भन्न चाहन्छु। यो बजेटले संविधान बमोजिम संविधानले भनेअनुसार 3 खम्बे अर्थनीतिको कुरा, समाजवाद उन्मुख अर्थतन्त्रको कुरा जो गरेको छ, त्यसलाई पुरै व्यवस्था गरेर, त्यसलाई कुनै सरोकार नगरेर ठिक त्यसका विपरीत नवउदारवादी एउटा मान्यतामा बजेट गएको छ। र उत्पादनमुखी अर्थतन्त्रको निर्माण गर्ने दिशातिर यो छैन। किसानहरूलाई, मजदुरहरूलाई, श्रमिकहरूलाई प्राथमिकता दिने क्षेत्रमा छैन। र यो असन्तुलित बजेट छ। अब नवउदारवाद र उदारवादका प्रणेता भनेको अमेरिका हो। आज अमेरिका आफै संरक्षणवादमा पुगिसक्यो। उसले आफ्नो सैद्धान्तिक धरातल समेत छोडेर संरक्षणवादमा पुगिरहेको सन्दर्भमा आज हामी फेरि त्यही कुरालाई बढावा दिइरहेका छौँ। त कसरी हामी अगाडि बढ्न सक्छौँ? देशको अर्थतन्त्र कसरी सुधार हुन सक्छ? कसरी हामी देशको रक्षा गर्न सक्छौँ? आज गम्भीर प्रश्न छ। त्यो मात्र होइन, राज्य नियन्त्रित हिजो भनेको समाजवाद पनि फेल भइसक्यो, नवउदारवाद पनि फेल भइसक्यो। यो सन्दर्भमा आज हामीले समाजवाद, सामाजिक न्यायलाई कसरी हामी लागू गर्न सक्छौँ? कसरी जान्छौँ भने आज आफ्नो विशेषतामा, हाम्रो नेपाली विशेषतामा खोजेर हाम्रो अर्थतन्त्रको निर्माण गर्नु पर्थ्यो। यो बजेटले त्यो दिशा अपनाउनु पर्थ्यो। त्यतातिर यो बजेट गएको छैन। यसले केवल परम्पराको निरन्तरताको रूपमा मात्रै यसले काम गरेको छ। आजको आवश्यकतामा पुँजी निर्माणको महत्त्वलाई यसले बोध गरेको छैन। र त्यहाँ यो पुँजिएको अर्थतन्त्रको रूपमा सुशासनले थला परेको एउटा अवस्थामा, सङ्घीयतालाई कार्यान्वयन नगर्ने अवस्थाको
रूपमा यसले आफूलाई प्रस्तुत गरेको कुरा म यहाँ राख्न चाहन्छु। चालु खर्चको कटौतीको कुरा उठेको थियो, साना योजना नराख्ने कुरा उठेको थियो। सायद अर्थमन्त्रीले शून्यको महत्त्व हुँदैन भन्ने बुझ्नुभयो होला। त्यसकारणले उहाँले हजारलाई करोडै छ भनिराख्नु भएको थियो रोस्टमबाट। हजारलाई पनि करोड भन्नुहुन्छ, किनभने सायद शून्य घटाउने र बढाउनेको अर्थ उहाँले बुझ्नु भएन कि जस्तो मलाई लाग्छ। त्यस अर्थबाट आज खर्च गर्ने क्षमतामा पनि कुनै विशेष परिस्थिति निर्माण हुन सकेको छैन। स्रोत व्यवस्थापनमा ठुलो सङ्कट छ। विदेशी ऋण कहाँबाट ल्याउने, कसरी आउँछ, हामीलाई आन्तरिक ऋण उठाउन सक्ने क्षमता पनि अब हामीसित छैन, किनभने अहिलेको ऋण हामी तिर्न सकिरहेको छैनौँ। यस कारणले यहाँ संरचनाका दृष्टिकोणले भारी भरकम संरचनाको कटौती गर्ने कुरा थियो, त्यो कटौती पनि भएको छैन। यी तमाम अवस्थाको बिचमा यथास्थितिमा गएर देश अगाडि बढ्न सक्ने अवस्था छैन। यो विषयमा अलिक गम्भीर छलफल बहस हुनु पर्थ्यो, तर यसमा बहसै गर्न पाइँदैन, छलफलै गर्न पाइँदैन, दुःखका साथ भन्नुपर्छ। संविधान आजको समस्या भनेको के हो भने संविधान कार्यान्वयनको अवरुद्धता। संविधान कार्यान्वयनमा अवरुद्धता आइरहेको छ। यहीँ पनि विधेयकहरू समितिबाट आउँछ, आएपछि यहीँ रोकिन्छ, यहीँ रोकिराखेको छ भने यति बेलासम्म हामीले निर्माण गरिसक्नु भने हाम्रा कानुनहरू हामीले निर्माण नगर्दा त्यो अवरुद्धताले गर्दाखेरि आज समस्याहरू पैदा भएको छ। स्थानीय तहलाई जसरी जनताको घर घरमा गर्ने सेवाका लागि स्रोत साधन र संरचना दिनु पर्थ्यो सङ्घले, त्यो दिइएको छैन, बरु कटौती गरिएको छ। एउटा उदाहरण भनौँ, चौरजारी नगरपालिकाले पाउनुपर्ने 4 करोडको सट्टा 31 लाख लेखेर ठुलो बदमासी गरिएको छ। यस्ता धेरै पालिकाहरूमा छन्। त्यसकारणले स्थानीय तहलाई स्रोत साधनबाट सम्पन्न गराएर जनताको सेवामा, स्थानीय उत्पादनमा नेतृत्व गर्न मतलब सक्षम बनाउनु पर्ने कुरामा त्यो गरिएको छैन। प्रदेशमा जनशक्ति नदिने, स्रोत साधन र जनशक्तिको अभावमा, ऐन कानुनको अभावमा प्रदेशहरूको बिचमा उत्पादन र विकास निर्माणको सकारात्मक प्रतिस्पर्धालाई अगाडि लैजानु पर्ने कुरामा गरिएको छैन। र त्यसले गर्दाखेरि आज प्रदेशहरू नै काम लाग्दैन भन्ने खालको भाष्य बनाउन खोजिएको छ। यो बजेटले त्यसलाई पूर्ति गर्नु पर्थ्यो। यो 2/3 सरकारको बजेटले पूर्ति गर्नु पर्थ्यो। यस अर्थमा मैले भनिरहेको हुँ, त्यतातिर गएन। सङ्घमा ससाना योजना हालेर, होइन, हजारका योजना, लाखका योजना हालेर अनि यो भारी भरकम के अरे हाम्रो संरचनालाई अझ झन् काम नगर्ने दिशातिर थोपरिएको अवस्था छ। त्यसले पनि हाम्रो विकास र समृद्धि हुन सक्दैन। त हामीले आज सामना गर्नुपर्ने समस्याहरू, अब सम्भावित विश्वयुद्धले पैदा गर्ने खतरालाई हामीले ध्यान दिएर ती चुनौतीलाई सामना गर्ने योजना प्लान हामीसित हुनु पर्थ्यो। यति बेला हामीले अब कसरी ती श्रमिकहरूलाई देशभित्र व्यवस्थापन गर्ने, रोजगारी कसरी दिने, खाद्य आपूर्ति कसरी गर्ने, भोलि खाद्य पनि रोकिन सक्छ, तेलको समस्या आउन सक्छ, ती कुराहरूलाई कसरी समाधान गर्ने भन्ने बारेमा हाम्रो गम्भीरता छैन। भोलि ठुलो सङ्कटमा हामी पर्दैछौँ। त यो बजेट दलितका लागि र जो उत्पीडन दलितले भोगिरहेको छ, जो जात प्रथाको आज सामन्तवाद एउटा निकृष्ट एउटा स्वरूप आज पनि कायम छ, त्यसले गर्दा त्यो समुदायलाई आत्मनिर्भर बनाउन, त्यसलाई गरिबीबाट अन्त गर्न, त्यसको समुदायको समग्र क्षेत्रलाई माथि उठाउनको लागि बजेटको व्यवस्था हुनु पर्थ्यो। त्यो कृषि क्षेत्र र अर्को क्षेत्र कोही पनि त्यसको व्यवस्था गरिएको छैन। अनि कसरी हामी सामाजिक न्यायमा जान सक्छौँ? महिलाहरूले आज पनि महिला हिंसा खेपिरहेको अवस्था छ, बाल विवाहको समस्या भइरहेको छ, बलात्कार भइरहेको छ। त यस्ता समस्यालाई समाधान गर्नका लागि समग्र समाजको रूपान्तरण, सांस्कृतिक रूपान्तरणका सँगसँगै महिलाहरूको क्षमतालाई अभिवृद्धि गर्ने र उहाँहरूलाई आत्मनिर्भर बनाउने खालको योजनाको आवश्यकता थियो। तर त्यतातिर यो बजेटले कुनै सुनवाई गरेको छैन, कुनै मतलब गरेको छैन। मधेसका वा कर्णालीका वा सुदूरपश्चिमका वा त्यसैभरिका गरिबहरूलाई गरिबीबाट अन्त गर्नका लागि गरिबी अन्त्यको विशेष योजना र प्लान आज आवश्यक थियो। हाम्रा साधन स्रोतको परिचालन गरेर त्यो गर्नु पर्थ्यो। त्यतातिर यो बजेटले कुनै पनि महत्त्व दिएको छैन। त्यसकारणले आज कृषिको कुरा गरिरहँदा किसानको अरू सहुलियतको कुरा के गर्ने? उखु किसानले पाइरहेको सहुलियत समेत काटेको यहाँ प्रचार भइरहेको छ। अहिले गर्वका साथ सरकारले त्यसलाई रोकिदिएको कुरा प्रचार गरिराखेको छ। उनले पाउने अनुदान काट्ने सरकारलाई कृषिको कुरा गरेर के गर्नु? कृषिमा सहुलियतपूर्ण ऋणको कुरा, उनको किसानले उत्पादन गरेको मूल्य र श्रमको मूल्य प्राप्त हुने कुरा, बजारको व्यवस्था र प्रतिस्पर्धाको एउटा अवस्था सिर्जना गर्नका लागि
72% किसानको लागि 72% किसानको हाम्रो रेकर्ड छ। त्यसको लागि 59 अर्ब बजेट छुट्याएको जम्मा जम्मी। त्यो पनि कता सबै चालु खर्चमा कता कता जाने होला। 59 अर्बको बजेटले ती किसानलाई सम्बोधन गर्छ? ती किसानका समस्याहरू हुन्छन्? युवा र श्रमिकहरूको परिचालन नगरी पुँजी निर्माण हुँदैन, आर्थिक वृद्धि हुँदैन, त्यतातिर सोचिएको छैन। प्राकृतिक साधन स्रोतको हामीले परिचालन गर्ने कुरा र पानीको कुरा, जमिनको कुरा, जङ्गलको कुरा, पर्यटनको कुरा, पर्यटनलाई एउटा मूल्य वृद्धिसहित अगाडि बढाउने कुराहरूमा कुनै ध्यान पुगेको छैन। र यहाँ वनको कुरा उठिरहेको छ। वनको कुरा गर्दाखेरि आज विदेशबाट हामीले काठ ल्याइरहेका छौँ। यो बजेटमा विदेशबाट काठ ल्याउन प्रतिबन्ध छ, अब ल्याउन पाइँदैन भन्ने कुरा किन हेर्न पाइँदैन, किन देखिँदैन, किन ल्याइँदैन भन्दाखेरि हाम्रो काठ क्वाएर फाल्ने तस्करी गर्ने र विदेशको काठ ल्याउने कुराहरू यहाँ जो भइरहेको छ, यसले वास्तवमा यो बजेटले देशको यथार्थतालाई, आवश्यकतालाई सम्बोधन गरेको छैन भन्ने कुरा म यहाँ भन्न राख्न चाहन्छु। पूर्वाधारको कुरा उठ्यो, धेरै कुरा भन्न पर्दैन। यो बजेटले ठुला कुर्सी मात्रै देख्यो, ठुला कुर्सी देख्यो, ठुला कुर्सीलाई मात्रै बजेट हाल्यो। अन्तत यसो चारो छरेको त होला, तर मुख्य बजेट ठुला कुर्सीहरूमा केन्द्रित भएको छ। यो ठुला कुर्सीमा मात्रै देश बन्ने हो भने त्यसको कुरा पनि मैले गर्नेछु। र अर्को एउटा कुरा दुःखका साथ भन्नुपर्छ, गणेशमान सिंह हामी सबैको सम्मानित नेता हो, देशको आदर्श व्यक्तित्व हो। त्यस्तो आदर्श व्यक्तित्वको ड्राममा, योजनाका नाममा जो दुरुपयोग गरिएको छ, बडो दुःखको कुरा हो, बडो दुःखको कुरा हो। नेतृत्वको अपमान गर्ने गरी जे गरिएको छ, यो बडो दुःखको कुरा हो। त्यहाँ त्यसको दुरुपयोग गरियो भनेर म भन्न चाहन्छु। देशको औद्योगिकरण गरेर एउटा प्रतिस्पर्धात्मक लाभ भएका क्षेत्रमा हामीले उद्योगको विकास गर्नुपर्ने हो। प्रतिस्पर्धात्मक लाभ भएका धेरै क्षेत्रहरू छन् हामीसित, त्यस्ता क्षेत्रहरूमा हामीले लगानी गर्नुपर्नेमा, त्यतातिर हामीले प्रोत्साहित गर्नुपर्नेमा हामीले गरिरहेका छैनौँ। स्वास्थ्य, शिक्षा र रोजगारको सन्दर्भमा आज स्वास्थ्यको अवस्था विकराल छ। स्वास्थ्य समस्या, स्वास्थ्य एउटा बिमा पनि कार्यान्वयन भइरहेको छैन, राम्रोसँग कार्यान्वयन भइरहेको छैन। त्यसमा पनि अनेक थरी विषयहरू उठिरहेका छन्। अब कहीँ दुरुपयोग भइरहेको छ, कहीँ प्राप्त भइरहेको छैन, कतिपय दूरदराजका अस्पतालले पाएका छैनन्, त्यो विभेद त्यहाँ गरिएको छ र जनतामा गरेको विभेद हो। यतातिरबाट हेऱ्यो भने पनि स्वास्थ्य अत्यन्त महँगो छ, गरिबले उपचार गर्न सक्ने अवस्था छैन, सरकारी अस्पतालमा आएर पालो पाइँदैन। यो समस्या छ। शिक्षाको समस्या झन् गहिरिएको छ। शिक्षाको समस्यालाई गुणस्तरीय शिक्षा प्राप्त गरे सार्वजनिक विद्यालयमा आफ्नो सन्तानले योग्य भएर अगाडि बढ्न सक्छ भन्ने एउटा ढुक्कता नहुँदाखेरि त्यहाँ आज ठुलो समस्याहरू आइरहेको छ। रोजगार प्राप्त नगर्दा आज लाखौँ लाख हाम्रा भाइ छोराहरू विदेशमा गएको अवस्था छ र त्यो विदेशमा गएको अवस्थालाई हामीले कसरी देशभित्र रोजगारी सृष्टि गर्ने भन्ने बारेमा हामीले यहाँ गहन छलफल बहस गरेर वनका क्षेत्रबाट, जलविद्युतका क्षेत्रबाट, हामीले कृषिका क्षेत्रबाट र हामीले अन्य पर्यटनका क्षेत्रबाट लाखौँ लाख हामी यहाँ रोजगारी सृष्टि गर्न सक्ने सम्भावना छन्। ती सम्भावनाप्रति हाम्रो कुनै चासो छैन, कुनै यो बजेटले सरोकार गरेको छैन। यस अर्थबाट यहाँ समस्याहरू ज्यादै छन्। अब यहाँमा केही वनको सदुपयोग नभएको कुरा र स्थानीय अर्को वनको सन्दर्भ एउटा कुरा पनि म उल्लेख गर्न चाहन्छु। ठुला परियोजनाहरूको बारेमा वनका रुखहरू काट्ने भनेर जो कुरा तय गरिन्छ पर्यावरणीय अध्ययनपछि, त्यो कुरा काट्ने स्वीकृति गर्न 3 वर्ष किन लाग्छ? 3 वर्षमा अड्काइदिइसकेपछि परियोजनाहरू आफै ढिलो हुन्छ, मूल्य वृद्धि हुन्छ र ठुलो अरबको देशले घाटा बोकिरहेको छ। त्यो एकैपटक स्वीकृति हुने व्यवस्था हामीले किन गर्दैनौँ? त्यो किन गरिएको छैन? हाम्रो वातावरणको संरक्षणको कुरा हामीले गरिरहेका छौँ, संरक्षणको कुरा गरिरहेका छौँ। वन हामीले पालिरहेका छौँ, हाम्रो प्रतिशतभन्दा नि झन् थप बढी वन हामीसित छ, तर त्यसबाट अन्तर्राष्ट्रिय रूपमा प्राप्त गर्ने कुराहरू आज हामीले पाइरहेछौँ। क्लाइमेट चेन्ज फन्डबाट हामीले प्राप्त गर्ने कुराहरू प्राप्त गर्न सकेका छौँ, लिन सकेका छैनौँ। यी तमाम समस्याहरू पनि छन्। त यसरी हेर्दाखेरि न्यायालयको कुरा म गर्न चाहन्छु। न्याय क्षेत्रको कुरामा गर्दा आज मलाई त के लागेको छ भने अब यो न्याय देवानी प्रकृतिका जो मुद्दाहरू छन् त्यो स्थानीय तहमा भएको न्याय समितिको स्तर उन्नति गरौँ, त्यहाँ अलि विज्ञहरूको दरबन्दीको व्यवस्था गरौँ र त्यसलाई नै सम्पूर्ण ती खालका मुद्दाहरू त्यहीँ हेर्ने,
प्रारम्भिक रूपमा त्यहीँ हेर्ने, त्यहीँ मिलमिलाप गर्ने, त्यही फैसला गर्ने खालको वातावरण बनाइयो भने सायद माथिसम्म आएर दुःख पाउने प्रतिशत घट्थ्यो होला र ठुलो भ्रष्टाचार पनि कम हुन्थ्यो होला भन्ने मलाई लाग्छ। त्यताबाट सोचौँ र न्यायाधीशहरूलाई प्रत्यक्ष जनताबाट निर्वाचित गर्ने व्यवस्थातिर हामीले छलफल गरौँ। त्यताबाट हामीले न्यायालयलाई सुधार गर्ने ठाउँहरू आउन सक्छ। कृषिको कुरा गर्दा एउटा कृषि कम्पनीले एउटा दुध 5-10 हजार जनता जोडिएर बनेको एउटा कृषि कम्पनी एउटा ठाउँमा छ। त्यसले 40,000 लिटरको दुधको एउटा प्रशोधन गर्ने कुराहरू अगाडि बढायो। त्यहाँ गाईहरू ल्याउनु पर्ने भयो, देशभित्र गाई पाएन, बाहिरबाट गाई ल्याउनलाई 1 वर्षदेखि उसले कोसिस गरिरहेको छ। मलाई भनेको थियो कोसिस गरिरहेको छ। सिफारिस पत्र एउटा लेख्न मन्त्रालय तयार छैन। सिफारिस लेख्ने कुरा गर्दा मलाई कसले के दिन्छ र भनेर कर्मचारीले जवाब दिने गरेका ती किसानहरूका प्रतिनिधिले भन्ने गरेका छन्। त्यसकारण सिफारिस गाई ल्याउने सिफारिस पाइँदैन, ब्रिड ल्याउने सिफारिस पाइँदैन, गाई ल्याउने सिफारिस पाइँदैन भन्दा कृषिको के कुरा गर्ने है। अब मैले किसान पेन्सनको कुरा अगाडि बढाएको थिएँ। किसान पेन्सन उमेर पुगेका किसानहरू भोलि काम गर्न नसक्ने अवस्थामा उनको जीविकोपार्जन कसरी हुने भनेर किसान पेन्सनको कार्यक्रम अगाडि बढाइएको थियो, बजेट छुट्याइएको थियो र त्यो कुरा उनीहरूले थोरै गर्ने, सरकारले पनि थोरै राखेर त्यो खालको कोष बनाएर जाने कुरा गरिएको थियो। त्यसलाई तत्कालीन सरकार पछि फेरिएको सरकारले कटौती गरिदियो। दुःखका साथ त्यो लागू हुन सकेन। आज किसानहरूको समस्या जस्ताको तस्तै छ। किसानले आफ्नो मूल्य पनि पाएको छैन र त्यसले आफ्नो के अरे श्रमबाट आफै पालिन सक्ने अवस्था पनि छैन। त्यो कुरालाई हामीले किसानको यान्त्रिकरण पनि भनेका छौँ, तर हाम्रो यन्त्रहरू निर्माण गर्ने कारखाना छैन। एउटा कृषि कारखाना थियो, त्यो कृषि कारखाना सञ्चालन गर्नको लागि मैले महावीर पुञ्जीलाई जिम्मेवारी दिएको थिएँ अर्थमन्त्री हुँदाखेरि, तर त्यो सहित त्यसमा लगानी गर्नुपर्ने कुरा पनि सम्झौतामा थियो। नदिँदाखेरि त्यो कुरा आज चल्न पाएको छैन। सायद त्यसले केही उत्पादन गर्थ्यो होला, त्यतातिर हाम्रो ध्यान छैन। यसरी हेर्दाखेरि कृषि क्षेत्रलाई पुरै व्यवस्था गरिएको छ। आज कृषि क्षेत्र नै हाम्रो लागि महत्त्वपूर्ण एउटा क्षेत्र हो, पर्यटनसँगै अरूसँगै। र जलविद्युतको कुरा म भन्न चाहन्छु, मन्त्रीजी त अहिले हुनुहुन्न होला सायद। बजेटको बुँदा नम्बर 227 ले यो ऊर्जा क्षेत्रलाई समाप्त पारिदियो। 50 खरबभन्दा बढी लगानी आज भएको छ ती योजनाहरूमा। 50 खरबभन्दा बढी लगानी भइरहेका योजनाहरूलाई समाप्त पारिदिएको छ। अनि निजी क्षेत्रलाई हामीले जग्गाको हदबन्दी हटाइदियौँ भनेर वाहवाही लिने कुरा त भएको छ, तर ती निजी क्षेत्रका साथीहरूले बुझुन् कि 50 खरब तपाईँहरूको लगानी समाप्त भइसक्यो। अब त्यसको पिपिए गर्ने बारेमा बुँदा नम्बर 227 मा लेखिएको कुरा आपत्तिजनक छ। त्यो कुराले देशको ऊर्जा क्षेत्रलाई प्रयोग गर्ने होइन, त्यसलाई दुर्साहन गर्ने र समाप्त पार्ने काम गरेको छ। यस्तो कुरा बजेटमा आउँछ होइन। यहाँ करका दर रेटहरू त रातारात फेरि अर्को दिन भोलिपल्ट संशोधन हुन्छन्, तर यस्तो राष्ट्रलाई ठुलो सङ्कट आउने कुराहरूमा सुनवाई हुँदैन किन? आज प्रश्नहरू गम्भीर छन्। यसरी समस्याहरू एकपछि अर्को रूपले चुलिएका छन्। मैले खर्च कटौती यिनै कारणले राखेको हुँ। म अर्को कुरा के भन्न चाहन्छु भने राजनीतिक अस्थिरताको कुरा गरेर आज यहाँ एउटा गल्तीको ढाकछोप गर्ने काम गरिराखेको छ। राजनीतिक अस्थिरता सङ्ख्याको कुरा होइन। अहिले त 2/3 बहुमतकै सरकार छ। त 2/3 बहुमतकै सरकार हुँदा पनि सरकार ढल्छ कि ढल्दैन? मेरो सरकार ढल्दैन, यो सरकार ढल्छ भने दोहोरी त चलिरहन्छ। त यही त राजनीतिक अस्थिरता हो। त्यस कारणले यो मेन्टालिटीको कुरा रहेछ, यो सङ्ख्याको कुरा होइन रहेछ। हाम्रो मेन्टालिटी अस्थिर छ। अस्थिर मेन्टालिटीका कारणले गर्दाखेरि स्थिरता हुन सक्ने सम्भावनालाई पनि हामी त्यसलाई अगाडि बढाउन सक्दैनौँ कि आफ्नो डिफेन्ड गरिराख्नुपर्ने अवस्थामा हामी छौँ। हाम्रो मेन्टालिटी नै त्यो खालको छ। त्यस कारणले हाम्रो देश निर्माणका लागि 48 सालदेखि यता मात्रै आउँदा पनि 48, 64, 74 सम्म आउँदाखेरि जनताले अवसर दिएको नेताहरूलाई 74 मा 48 मा एउटा नेतालाई अवसर दिएको थियो, 64 मा अर्को नेतालाई अवसर दिएको थियो, 74 मा अर्को नेतालाई अवसर दिएको थियो। अवसर पाएर पनि हाम्रा नेताहरूले देशको सही मतलब विकासको समृद्धिको दिशामा किन अगाडि लग्न सकेन? आज जनताले प्रश्न गरिरहेका छन्। अवसर नपाएर होइन, अवसर पाउँदै पनि देशको समस्यालाई समाधान गर्ने, आर्थिक समस्यालाई समाधान गर्ने, जनताका समस्यालाई समाधान गर्ने दिशातिर अगाडि नबढेको कुरा साँचो हो। त्यसकारण अवसर पाउँदै देश बन्न नसक्नु बडो दुःखद कुरा हो। मैले नाम लिनु पर्दैन। 48 मा को हुनुहुन्थ्यो, 64 मा को हुनुहुन्थ्यो, 74 मा को हुनुहुन्थ्यो? जनताले अवसर दिएकै हो। त्यो अवसरको सदुपयोग भएन, राष्ट्रप्रति जनताप्रतिको जिम्मेवारी देखिएन।
त्यो जिम्मेवारी गैर जिम्मेवारपनका कारणले आज समस्या भएको छ। आज भ्रष्टाचार वृद्धि हुनुको पछाडि, आज गरिबी वृद्धि हुनुको पछाडि, गरिबी अन्त्य नहुनुको पछाडि, आज सामाजिक न्याय स्थापित हुनु नहुनुको पछि उहाँहरूले जिम्मा लिनुपर्छ र त्यो जिम्मेवारी लिएर देशलाई बनाउने गरी आजको बजेट, आजको कार्यक्रम यो पुरै संशोधन गर्नुपर्छ, पुरै नयाँ ढङ्गले लेख्नुपर्छ र यो अहिलेको बजेटले अहिलेको समस्यालाई अझ पछिल्लो समय अनिवार्य रूपले विश्वयुद्धतिर गइसकेको सन्दर्भमा त धान्दैन यो देश चल्दैन, यो देशलाई चलाउने कसरी गम्भीर रूपले छलफल गर्नुपर्छ। सामान्य सभामुख महोदय, यी विषयहरू र अहिले यो मन्त्रालयको छलफललाई पनि हतार गरेर 2 दिनमा टुङ्ग्याउने काम नगरियोस् म आग्रह गर्न चाहन्छु। बोल्न चाहने मान्यहरूले बोल्न पाउनुपर्छ। यहाँ बोल्न पाइएन यो वार्षिक कार्यक्रममा भने यो आपत्तिजनक हुन्छ। आज यहाँ शीर्षकमा राखेर हटाउने काम गरियो, मन्त्रालय हटाउने काम गरियो। यो यस्तो खालको व्यवस्थापन नगरौँ। हामीले एउटा बसेर राम्रोसँग वैज्ञानिक व्यवस्थापन गरौँ। छलफल गर्दा बिग्रिँदैन, त्यसले देशलाई राम्रो गर्छ र यहाँ मान्यहरूको भूमिकालाई पनि स्थापित गर्छ। सबै मान्यहरूले बोल्न पाउने अधिकार स्थापित गरोस् भन्ने कुरा म आग्रह गर्दै बिदा हुन्छु। धन्यवाद। माननीय सदस्यहरू, अब खर्च कटौती प्रस्तावका प्रस्तावक माननीय सदस्य बिमला सुवेदीलाई आफ्नो खर्च कटौतीको प्रस्ताव प्रस्तुत गर्दै आजको लागि निर्धारित विनियोजन शीर्षकहरूमाथिको छलफलमा समेत भाग लिन समय दिन्छु। समय 7 मिनेट।